छ भने अबको समय रहेको छ केही वास्तु सम्बन्धित यहाँहरूको समक्षमा जानकारी, केही आफ्नो जीवनमा दैनिक जीवनमा उपयोगी हुने महत्त्वपूर्ण कुराहरूको यहाँहरूको समक्षमा राख्दछु। त्यसपछि भने यहाँहरूले टेलिफोन नम्बरमा सम्पर्क गरेर मसित सिधै मसँग कुराकानी यहाँहरूले जोड्न सक्नुहुनेछ र गर्न सक्नुहुनेछ। आउनुहोस् आजको लागि सुन्दर विचारको साथमा सुन्दर समयलाई हामी यहाँहरूको समक्षमा राख्दछौँ र विशेष ध्यान दिएर सुन्नुहोला। त दर्शक महानुभावहरू, हाम्रो जीवनमा जति धेरै भोजनको महत्त्वपूर्ण आवश्यक छ त्यस्तै प्रकारले हाम्रो जीवनमा निद्रा पनि त्यति नै आवश्यक छ। भोजन निद्रादि जो सुखका कारक बताइन्छ त्यो हाम्रो जीवनमा महत्त्वपूर्ण छ। तर जस्तो प्रकारले भोजन गर्ने कैयौँ नियमहरू चाहिँ शास्त्रले बताएको छ, त्यस्तै प्रकारले हरेक घरमा शयन गर्ने अवस्था या सुत्ने अवस्थालाई पनि हाम्रो जीवनमा बताइएको छ। शयनले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्दछ, उच्च मनोबल प्रदान गर्दछ र हरेक दिन नयाँ उमङ्गको साथमा अगाडि बढ्नको लागि प्रेरित पनि गर्दछ। यदि शयन अवस्था बिग्रियो, सुत्ने दिशा बिग्रियो, सुत्ने सिरानी राख्ने दिशा बिग्रियो भने हाम्रो जीवनमा तनाव, क्लेश, दुःख पनि आउने गर्दछ। तदनुसार शयनको शुभ समय र शयनको अवस्थादिको बारेमा जानकारी यहाँहरूको समक्षमा दिँदछु, ध्यान दिनुहोला। शास्त्रले हरेक सुत्ने दिशालाई निर्धारित गरेको छ। प्राक शीर्षे शयने विद्या बताइएको छ। यदि पूर्व सिरहानी राखेर सुत्यो भने विद्यामा या ज्ञानमा वृद्धि हुनेछ। त ज्ञान त हामीलाई त जन्मदेखिबाट मृत्यु पर्यन्त ज्ञानको त आवश्यक पर्दछ। यदि विद्यार्थी वर्ग हुनुहुन्छ, बालबालिकाहरू हुनुहुन्छ भने पूर्व सिरहानी पारेर सुताउनुहोस्, पूर्व दिशातर्फ सिरहानी राखिदिनुहोस्। यसले गर्दा प्राक्शीर्षे शयने विद्या, आफ्नो विद्यामा, आफ्नो मानसिक स्थितिमा पूर्णतः निखार आउँदछ। बौद्धिक क्षेत्र मेधा शक्तिमा वृद्धि हुनेछ र सोच्ने सम्झने क्षमतामा डेभलप रहने गर्दछ र वाणीलाई पनि अभिवृद्धि गर्दछ यदि पूर्व सिरहानी पार्यो भने। दक्षिणे सुख सम्पदः, यदि हामी आफ्नो घरमा दक्षिण दिशामा चाहिँ बेडको सिरहानी बनाउँछौँ या आफ्नो बिस्तरा बनाउँछौँ या दक्षिण सिरहानी पारेर सुत्छौँ भने दक्षिणे सुख सम्पदः, दक्षिण दिशामा सुत्यो भने सुख, सम्पत्ति, ऐश्वर्यमा वृद्धि हुने गर्दछ। त यदि व्यापारिक वर्ग हुनुहुन्छ या कुनै कार्य गर्दै हुनुहुन्छ या जब गर्दै हुनुहुन्छ भने पनि हाम्रो लागि सुत्ने अवस्था भनेको दक्षिणतिर हो। यदि वृद्ध अवस्थामा हुनुहुन्छ, रोगी हुनुहुन्छ भने पनि हामीले सुत्ने भनेको दक्षिण सिरहानी पारेर नै हो। त दक्षिणे सुख सम्पदः, सम्पद आदिमा वृद्धि हुन्छ। पश्चिमे प्रबला चिन्ता, यदि पश्चिम सिरहानी पार्नु भएको छ भने, यदि यहाँहरू पश्चिम सिरहानी पारेर घरमा सुत्नु भएको छ, सुत्दाखेरि पश्चिम दिशामा सिरहानी छ भने यहाँहरूको लागि प्रबला चिन्ता, अधिक चिन्ता रहने गर्दछ। रात्रिकालीन निद्रा टुट्ने गर्दछ, निद्रामा झस्किने आदत हुँदछ, निद्रा पूर्ण हुँदैन, मानसिक तनाव बढ्दछ, डिप्रेसनको शिकार भइन्छ र साथसाथै माइग्रेन सम्बन्धित समस्या पनि रहन्छ। पश्चिममा सिरहानी पारेर कहिले पनि नसुत्नु होला, विशेष ध्यान दिनुहोला। उत्तरे मृत्यु हानि तथोत्तरे, त्यसपछिको अर्को छ उत्तर। त उत्तर कदाचित कहिले पनि हामीले उत्तरतर्फ सिरहानी पार्नु हुँदैन। यदि उत्तरतर्फको सिरहानी पारिन्छ भने मृत्यु हानि तथोत्तरे भनेको छ। आकस्मिक मृत्यु हुन सक्छ, हानि हुन सक्छ, नुक्सान हुन सक्छ भनेर चाहिँ शास्त्रले बताएको छ। अब यसमा अर्थ के छ भन्दा रेगुलर यदि हामी सधैँभरि उत्तर सिरहानी पारेर सुत्छौँ भने उत्तरीय ध्रुव हुन्छ। उत्तरीय ध्रुवमा चुम्बकीय पदार्थ हुने गर्दछ र हाम्रो बडीमा, शरीरमा आइरन धेरै रहन्छ। आइरन अर्थात् ब्लड सेल्समा, खुनमा आइरन तत्त्व रहन्छ। यदि हामी उत्तर सिरहानी पार्यो भने हरेक दिन, हरेक समयमा हाम्रो शरीरमा ब्लड सर्कुलेसन शिरदेखि लिएर पाउको बुढी औँलादेखि लिएर हाम्रो चाहिँ ब्रेनसम्म चाहिँ ब्लड सर्कुलेसन भएको हुन्छ। उत्तर सिरहानी पार्दाखेरि के हुन्छ भन्दाखेरि उत्तरीय ध्रुवले हाम्रो बडीमा रहेको, हाम्रो रगतमा रहेको सेल्स जो छ
आइरन जो छ त्यसलाई उत्तरीय तर्फबाट तान्ने क्रममा चाहिँ कहीँ गएर चाहिँ यो ब्रेनमा जम्मा गरिदिन सक्छ, खुनलाई ब्रेनमा जम्मा गर्न सक्छ र आकस्मिक निधन पनि हुन सक्छ भनेर चाहिँ शास्त्रले बताएको हुनाले उत्तर सिरानी नपार्नु। कई बार खुन ब्लड सर्कुलेसन गएर ब्रेनमा जम्मा हुन सक्छ, त्यही भएर उत्तर सिरानी नपार्नु होला। यसरी विशेष ख्याल गर्नु होला। घरमा यदि शयन गर्दाखेरि कुनै पनि बिम तपाईको सिरानी माथि पर्दछ या आफ्नो बिस्तरा माथि पर्दछ भने पनि त्यो घरको प्रत्येक व्यक्तिहरू हरेक समस्याबाट जोडिराखेका हुन्छन्। पूर्व सिरानी पारे पनि यदि बिम घरको चाहिँ तपाईको बेड माथि पर्दछ भने त्यो भन्दा नराम्रो र नुकसान केही पनि रहँदैन। यी कुरालाई विशेष ध्यान दिँदै होला भन्दै यो केही वास्तु सम्बन्धित या दैनिक उपयोग हुने सम्बन्धित कुराहरू पनि यहाँहरुको समक्षमा राखे भने अब सिधै रहेको छ केही समय हामी यहाँहरुको कुण्डलीमा विश्लेषण गर्दछौं, यहाँहरुको ग्रह दशाहरूलाई चर्चा गर्दछौं। त्यसको लागि रहेको छ अबको पालो र अबको समय रहेको छ यहाँहरुको